हेलो ल स्वागत छ सबैजनालाई आजको भ्लगमा। आज चाहिँ हामी चाहिँ घर लिपपोट गर्थ्यो है त। दसैँ आयो दसैँ। ओए केन रोहस बोली देगा जाने पड़ा है ये मुझे भाई चलाए और ओए भी ना ये बोला तो पड़ा देगा कान पूरन खाना देख तो मुझे यार मेरो ल दामी छ। माथि चाहिँ म जाउँ गाउँ छर्दै हुनुहुन्छ है त। यहाँ छैन र village my village सेतो केमा बोरामा छ ए ल माटो अब चाहिँ माटो है त। रातो माटोले लिप्नु पर्ने हुन्छ। बाजु मारेको बारी पुरै झारुङ्गेर केही छैन। पानी परेको परे चाहिँ काँक्रो खसी पर्या हो काँक्रो। फुलहरू बोका हेर्ने हो गाइस, बोका भने जस्तो कि एउटा बोका उता एउटा यता। यो भैँसी यो बाख्रो यो पनि बाख्रो यो पनि बाख्रो यो चाहिँ हाम्रो बोको। यो चाहिँ फर्सीको बोट। यहाँ चाहिँ करेलो छ। यता चाहिँ आज चाहिँ गोरु पनि गएन। आज गोरु वनतिर लग्न भइएन। यो यता छ हाम्रो अर्ग्यानिक माल। काँक्रोहरू चाहिँ यता छ है त। ल अझै पनि हरियो छ। यो पछि लगाउनु भएछ। कमलाहरू यता सर
सुन्तलाको बोट कैयाको बोट सुकेर मरेको कैयाभरि केही छैन अहिले चाहिँ गाउँमा सबै सिद्धियो ल आजको छोटो मिठो भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला कहाँदेखि हेर्दै हुनुहुन्छ दशैंमा घर आउनु भयो कि नै सबैजनालाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भन्दै म चाहिँ अब यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला गर्नुभएको छैन भनेदेखि र एक लाइक एक कमेन्ट गरिदिनु होला भन्दै आजको भ्लग खासै भिडियो गर्न आज मुडै लाग्थेन माटो चाहिँ हाम्रो रातो माटो ल यति भन्दै आजको भ्लग यही नै अन्त्य गर्न चाहन्छु धन्यवाद।